हजुर रेस्टुरेन्टको लागि आउनु रेस्टुरेन्ट बियर खानु भने लाग्छ रेस्टुरेन्ट त होला नि हुन्छ हजुरको एन्ट्री गर्नुपर्ने हुन्छ कन्ट्याक्ट नम्बर दिनुहोस् न 9841 9841 76 76 31 31 53 5 3 12 अर्जुन राजा हामी फाइनली 12 सिमे बियरको फ्याक्ट्रीमा छौँ उता अगाडि पहिरो गएको रहेछ नि रेस्टुरेन्ट कता छ के देखायो घामले त हामी चाहिँ आज 12 सिमेको फ्याक्ट्रीमा छौँ हामी 12 सिमीको बियर फ्याक्ट्रीमा अब यहाँ आएर अरू खानेकुरा भएन बियरै खाने हो होइन खाना 12 सिमीको बोतल उस तल ठुलो छ एउटा राम्रो टाउको हो पोच दिन त पोच स्याट 2 ग्लास बियर हानिन्छ अनि काठमाडौँतिर लागिन्छ अलि भरे घुमेर टक्क हाम्रो गाडी घुमिरहेछ चट्ट फ्याक्ट्रीलाई देख्नु देखाइरहेछ गाडीले मलाई किच्छ ल भन्नु नि त के भन्नु अब के भनेर हामी फाइनल्ली अब यतै आएको छौँ घुम्नलाई यो हामी तिर्सिलीको तिरमा छौँ तिर्सिलीमा पौडी खेल्छौँ बियर खान्छौँ अनि त्यसपछि पौडी खेल्छौँ तिर्सिलीमा ए रमाइलो ठाउँ छ एकदम यहाँ आए पछाडि पिसफुल सब 12 सिङे बियर चाहिँ यहाँ बन्छ अब यो चाहियो भने सम्पर्क खानु चाहिँ म भन्दिनँ फेरि अब मलाई यो विज्ञापन गरेर पैसा दिँदा त्यही भएर खाना मन लाग्नेले खानुहोस् नखाने नखानुहोस् सही हो यहाँ तल अरे रेस्टुरेन्ट उता ऱ्याफ्टिङ गर्न पनि मिल्छ होला नि त ऱ्याफ्टिङ पो गर्ने क्या हो ऱ्याफ्टिङ गर्ने सानै सानै डराउँछ र पो त ऱ्याफ्टिङ गर्नु त सानै किन अहिले ऱ्याफ्टिङ छैन र खासै राम्रो रहेछ कालो रहेछ यताबाट के गर्न आएको यहाँ आएपछि अब के खानु पर्छ यहाँ आएपछि सबैले त्यही खान्छन् यहाँ आएपछि सबैले त्यही खान्छन् अनि बियरको फ्याक्ट्रीमा आए पछाडि के खानु त बियर त हेर्न चाहिँ पाइँदैन हेर्न त पाइँदैन होला यहाँ बियर कति धेरै हो मान्छे त्यहाँ जुस पाउ खोला तिम्रोमा उता उभिनु त म उयो गर्छु यता उभिनु हो भयो भयो यता हेर्नु तिर्सुरी ए मेरो हात देख्यो मोबाइल खस्यो भने चाहिँ के हुन्छ होला 1 2 3 गो भयो
राम्रो फुल हो माई गॉड यतिको चाहिँ हुनुपर्छ क्या होइन कस्तो मजाले घाम लागेको मेरो त टिकटकमा जे आएर पनि म्युट हाल्दैछ त हो भाइको छैन दामी ल ल हजुर हुँदैमा आइयो भन्दै बोल न अनि यता चाहिँ होटल क्यान्टिन अनि यो चाहिँ त्रिशुली नदी त्रिशुलीमा के गर्छौँ डाइभ हान्छौँ एक डाइट हान्दाखेरि रोशन सुवेदी तल अस्ति नै त्यो दुईटा बस झरेको बस निकाल्न पुग्नुहुन्छ पछि सबै 2 इन्च चल्ने रहेछ हो त्यो ड्याम साइड हो कि पानी यताबाट जान्छ यता चाहिँ हो कि पानी बनाउने ड्याम साइड भन्छ यहाँ ठुलो पोखरी भन्छ नि अब ड्यामको लागि पानी जम्मा गर्न कम ठुलो पोखरी भन्छ त यहाँ त ड्याम बनाउनु दिँदैन ल दिन्छ माथि बस्ती त्यस्तो छ नि त्यो बस्तीलाई असर गर्दैन नि त्यो बस्तीसम्म जम्दैन त्यो बाँस झारीसम्म माथि बाँस झ्याङ्छ नि त्यहाँसम्म वाल उठ्छ अब भन्छ पोखरी तिनसम्म हुन्छ वाल तिम्रो त्यहाँ माथिसम्म वाल उठाउने क्या अनि इन्जिनियर त्यतिकै हुन्छ पानी उनीहरू जरुरत परेको छ भने खोल्नु मिल्ने गरेर राखेको हुन्छ नि त माथि धेरै पानी नजम्ने गरेर पानी धेरै भयो भने सर्ट खोलिदिन्छ नि त जाने त पानी नै छुन जाउँ न त्रिशुलीको पानी छुन्छ भने हिँड अब म त पौडी खेलेको मान्छे हो एकछिन पानी छौँ न यो पानी चाहिँ कहाँ लानु परेको यो केल्सा हजुर हो त नि मसँग नबोल्ने जुनकै पानी हाल्छ पानी हाल्नु न यो धारा उयो खाने पानी हो नि कस्तो राम्रो राम्रो त्रिशुली नदी हामी त्रिशुली नदी आइपुगेका छौँ अनि यहाँ चाहिँ हाइड्रो पावर बनिरहेछ है भर्खर सुरुवात हान्ने हो सुरुवात हुँदैछ अनि हामी चाहिँ अहिले यो त्रिशुलीको पानी छुनलाई जाँदैछौँ बाटो चाहिँ यहाँ यस्तो छ है यस्तरी हिँड्न पर्छ पहाड जस्तो छ क्या बाटो पनि एकदमै ढुङ्गा है चट्टान त्यहाँदेखि हेलो हेलो यी लड्यो झन्डै माछा त्रिशुली नदी लु हेरौँ साथीहरू कस्तो राम्रो छ ओइ त्यता नजानु न हौ के हुन्छ त अचम्म अचम्म यहाँ त डुबिँदैन त ल है साथीहरू त्रिशुलीको पानी कति चिसो आमा वाउ दामी म उयो थियो भने त जान्थेँ उता के अरे लाइफ गार्ड थियो लाइफ ज्याकेट लाइफ ज्याकेट म कहाँबाट बग्दै आएको छु त्यस्तो काम नभएर आमा कस्तो नुहाउनु मन लाग्यो है त्यस्तो पौडी पानी खेल्न मन नुहाउनु मन लाग्यो साथीहरू अब त्रिशुलीको किनारमा बालुवा छन् हजुर one more drink. कस्तो चिसो राम्रो आएको हो पानी पनि आमा
कस्तो आनन्द आयो आनन्द कस्तो राम्रो आयो एकदमै राम्रो छ चिसो चिसो मौसम खाली हुन्छ नि यता त खाली भइहाल्छ यहाँनिर यो आर्मी बस्ने हो अनि उता माथि माथि छ उनीहरू बस्ने अनि यो त समस्या छैन झन्झटै छैन त्यही हो अनि यो आर्मीसम्म पानी केल्छ? कत्रो हुन्छ र कत्रै हुँदैन यार पानी यता यहाँ जमाउने होइन नि त पानी चाहिँ उयो बनाउँदै गरेर ह्यान्डचेक के छ यहाँ चाहिँ पानी जमाउने ठाउँ नगर्ने त्यहाँको पानी यहाँ जम्छ त्यहाँको पानी सिकाड छ सुरुङ त्यही पानी छिराउँछ क्या पानी त्यो सुरुङ यस्तो ये झर्ने हुन्छ नि त कुनै सिधा त्यसमै ड्यामबाट सिधै तल झर्ने हुन्छ नि फाटै लु है यस्तै छ उहाँ बन्दैछ हाइड्रो पावर चाहिँ यहाँ यो हाइड्रो पावर बन्दैछ त्यो ड्याम हो अनि यहाँ यति सबै पोखरी बनाउँछ अनि बन्दैछ 1000 मेगावाट भन्दा ठुलो हो नि भाइ 1000 मेगावाटको हाइड्रो पावर यस्तै छ हामी चाहिँ रिभर फ्रन्ट ब्रिज रिसोर्ट आइपुगेका छौँ फाइनली हामी सबैजना अनि हामी एकछिन घुम्छौँ होइन त्यस्तो छ साथीहरू यस्तो छ जङ्गल छ जङ्गल कता हो यहाँ तल हो कता हो मार्सँग दाई हुनुहुन्छ सानी छे है राम्रो बाँस बस्ने पनि हो कि खाएर हिँड्ने मात्र हो यो रुम कटेज देखाउँछ मैले भने त भाइ काठमाडौँबाट चाहिँ बेलुका 7 बजी 8 बजी हिँड्यो भने 9, 10, 11 बजी आइपुगिहाल्छ यहाँ खान्छ बस्छ इन्जोय गर्छ भोलिपल्ट दिनभरि बस्छ बिहान गर्छ केही गर्छ बेलुका 10 बजी हिँड्दा तर पनि हाम्रो भयो यात्रा त गर्न पाएनौँ 2-2.5 घन्टा 3 घन्टा पुगिहाल्छ बाटो राम्रो हुन्छ अनि 8 बजी हिँड्यो नि 11 बजी यतिकै घुम्न आयो यस्तो ऱ्यापिङ गर्न पाएनौँ नि त कसरी के बिग्रियो त भाइ अलि राम्रै हो टटक्कै परा भए चाहिँ एकदम सामने ल्याएर बस्न बन्ने भयो हिसाब क्या यहाँ भित्र ल्याएर बच्चा छोडेपछि यो भित्र जहाँ खेले पनि हराउँदैन नि साँच्चै बस्न मजा आउने भनेको चाहिँ पर बुझ्नु सुकुटी पछि सुगर बेच हो है बच्चा लगाएर काम छैन सुगर बेच मैले तपाईँले भन्नु सक्नु सुगर बेचमा बच्चा लिएर काम छैन त्यो बगर्दै खोलामा खाँदै छिर्दिन्छ खेल्दा खेल्दै हामी बिर्सिन्छ अनि त्यहाँ चाहिँ एकदम ठुल्ठुलो मान्छेलाई चाहिँ ठिक छ त्यो यो अलिक फास्ट बनाइराख्नुपर्छ स्थानीय बासिन्दा है लोकल यहाँको त्यसरी खेल्ने भर्खरै यहाँ बन्दै रहेछ यो बन्दा बन्दै पुरानो भएको यो बनाउँदा बनाउँदै नै पुरानो भएको यो हेर हाइएसहरू माथिबाट कुदेको सर सर उयोको छ त यो साइकल कुदाउने कुदाउने हो त साइकल तर बन्द होला अहिले हामीले सक्दैन होला सक्छ सकिहालिन्छ नि। तर बन्द छ कि त्यो अहिले बन्द गर्दा साइकल ल यता हेर्नु त ल 2-4 शब्द भन्नु त बाबा के भनेर चस्मा लाएर भन्नु हामी अब घुमिरहेको छौँ यहाँ होइन रमाइलो भएर चाहिँ हामी काठमाडौँको ह्याङ मान्छेको गिरिलाङ्सबाट चाहिँ आउट भएर यहाँ आएको छौँ एकदम आनन्द तिर्सुली बगिरहेछ
हामी भरे अब फर्किन्छौँ नन्दले ल दादा पनि भन्नु त 2 शब्द हजुर त्यहाँ घुम्न आएको रमाइलो भइरहेछ एकदमै एकदम खुसी लागिरहेछ नौलो ठाउँमा आउँदाखेरि नयाँ ठाउँमा यहाँ एकदम आनन्दित भइरहेछ समुद्रको किनारामा छौँ खोला त्रिशुलीको किनारामा एकदम खुसी लागिरहेछ आज एकदम थ्याङ्क यू पौडी खेल्ने हो पौडी जता तर भाइ लास्टै गर्मी छ होइन यहाँ चाहिँ अब लास्टै गर्मी छ यस्तै हो रिभर ब्रिज पार्क यस्तै छ राम्रो पनि छैन नराम्रो पनि छैन ठिक्कै हो त होइन त्यही भन्नु पऱ्यो होइन त अनि हाम्रो उहाँ माथिबाट चाहिँ उता चाहिँ झापा जाने गाडी कुद्छ भनौँ न सट्ट त आउँदै आउँदै यता काठमाडौँ जाने भयो यता चाहिँ झापा त्यस्तै छ हरियाली एकदमै राम्रो छ होइन त त्यस्तै छ अब यता बच्चा जस्तो अब यहाँ अहिले मार्छ नै सानी हम किधर ही फंसेगा यहाँ पिन मकिन्छ दामी हावा सररर मजा पो आयो मलाई नाम लागिरहेछ कसरीबाट झाडा चिसो चिसो भाइ ओके गाइस आजले यति नै है भिडियो अलिक धेरै लामो भइसक्यो वाचिङ फर भिडियो एन्ड सब राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला एन्ड बाई बाई